म त आउँदैन मलाई त होइन म त अब तपाईँहरू जस्तै छु होइन अब राजनीति भर्खर भर्खर आएको अब के गरौँ भन्ने इच्छाले आएको देशमा राम्रै होस् सबैलाई सुख होस् सबैलाई शान्ति होस् पार्टीगत भन्ने पनि हामी हेर्दैनौँ आफ्ना नागरिक भनेर सबैजनालाई समान व्यवहार गर्छौँ र सबै राम्रो कामको लागि चाहिँ हामी सपोर्टै गर्छौँ अब त्यसमा अब भन्नै पर्दाखेरि ललितपुर स्पेसली यो सिटी विशेष गरी चाहिँ अब हामी काठमाडौँमा जन्मिनु हुर्क्यौँ होइन यतापट्टि आउँदाखेरि जहिले नै अर्कै जोनमा आइपुगे जस्तो हुन्छ कि हामी युथ्सहरूलाई त्यो त तपाईँहरूले पनि फिल गर्नुभएको छ एकदम आर्टिस्टिक सिटी जस्तो हुन्छ नि जहाँ पनि तपाईँको अब एकदम आर्टिस्टै आर्टिस्ट भएको ठाउँ जस्तो होइन अब पाटनमा गयो भने त्यस्तै मलाई यो दुईवटा ठाउँमा विशेष गरी आउँदाखेरि चाहिँ यो हाम्रो पाटन भयो अनि हाम्रो उता भक्तपुर मलाई साँच्चीकै भन्दाखेरि चाहिँ साँच्चीकै नेपालको इतिहास त यहाँबाट सुरुवात भएको जस्तो फिल हुन्छ अहिलेसम्म बचाइराखेको छ भने चाहिँ खासमा चाहिँ यो पाटन अनि हाम्रो भक्तपुर अनि हाम्रो दरबार स्क्वायर उतापट्टिको काठमाडौँको तिनवटा ठाउँमा आउँदाखेरि मलाई जे आफ्नो देशै आइपुगे जस्तो फिल हुन्छ अरू ठाउँमा त टल बिल्डिङ्सहरू अब त्यो मोडर्न बिल्डिङ्सहरू खासै मलाई रुचि लाग्ने विषय चाहिँ होइन म चाहिँ यो पुरानो हाम्रो संस्कार संस्कृति हुन्छ नि हाम्रो परम्परा त्यो एन्सेन्ट हाम्रो टाउन्सहरू होइन सिटिजहरू त्यसमा जाँदाखेरि एकदमै मलाई आफ्नै देशमा बसिरहेको जस्तो फिल हुन्छ है अनि त्यही भएर थ्याङ्क यू सो मच अहिलेसम्म जति पनि हाम्रो मेयर साहब र सम्पूर्ण महानगर पालिकाको टिमले जति पनि यहाँ विकास गर्नुभएको छ त्यसमा हामी पनि एउटा नागरिक हो त्यही भएर हामी एउटा नागरिकको तहबाट पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु सम्पूर्ण टिममा एन्ड हाउ ओल्ड आर यु मेयर साहब कति वर्ष हुन्छ 72 68 सो मेयर साहब इज मोर यङ्गर देन अस होइन उहाँको कामको हिसाबले यस्तो एक्टिभ हुनुहुन्छ एभ्री टाइम आउनुहुन्छ केही न केही नयाँ कुरा लिएर आउनुहुन्छ नयाँ कुरा गर्छु भन्ने हुटुटी छ अब त्यो टाइमदेखि आई डोन्ट नो हाउ यु आर डुइङ दिस तपाईँले कसरी गर्नुभएको छ यो चाहिँ मलाई थाहा छैन तर जुन स्पिडमा उहाँले काम गर्नु भइरहेछ आफ्नो ठाउँको क्षेत्रको सिटीको विकास गर्नलाई त्यसमा रियली ह्याट्स अफ है वी रियली एप्रिसिएट एज अ नेपाली सिटिजन अनि जति पनि काम गर्नुहुन्छ फेरि उहाँको चाहिँ नौलो नौलो हुन्छ क्या नयाँ अब हामीले अब गृह मन्त्रालयबाट हामीले वान डोर सिस्टम सर्भिस सिस्टम भन्ने हामीले लागू गरिरहेछौँ खासमा त्यो अब महानगरपालिकाले 3 वर्ष अगाडि गरिदिइसक्यो हामी पुरानो भइसक्यौँ होइन अब नयाँ नयाँ भनेर त भनिरहेछौँ तर महानगरले उहिले स्टार्ट गरिसक्यो होइन त्यही भएर त्यो सर्भिस डेलिभरिजहरू भयो अब आफ्नो नागरिकलाई सहज होस् भन्ने अहिले एम्बुलेन्सहरू ल्याउनु भइरहेछ घर घरमा होइन सच एन ब्युटिफुल कन्सेप्ट क्या अब यो सबैजनाले यस्तो खालको भनौँ न हुटुतीले एउटा हुन्छ नि इच्छाले काम गरिदियो भने हाम्रो देश कति